नमस्कार, हजुरको नाम के पर्यो सर? नमस्कार सर, मेरो नाम चाहिँ जीवन पौडेल। हाल बसे कहाँबाट यहाँ सर? अहिले हाल हामी चाहिँ बालुवाटारदेखि हजुर के लागि सर यो सुकुम्बासी बस्ती टाउन भएर चाहिँ थापा थाली यो हामी सुकुम्बासी चाहिँ तपाईँहरूको डगको उद्धारको लागि अहिले निरन्तर हामीहरू 3 दिनमा हामी निरन्तर हाम्रो संस्था प्लस व्यक्तिगत संस्थाबाट हामी यो डगको उद्धारको लागि आयो। सहारा जनावर उद्धार केन्द्र अहिले हाम्रो चाहिँ हाल अहिले तपाईँको तारकेश्वरमा छ। अनि यसको लागि भन्दै दुःख पाएको डगहरूलाई चाहिँ उद्धारको लागि अब मेरो चाहिँ अरूहरूसँग निम्नतम अनुरोध के छ भन्दा यो दुःखद घडीमा चाहिँ सबै सङ्घ संस्था व्यक्तिहरू चाहिँ एउटा सहकार्य गरेर हैन सहकार्य गरेर सबै सँगै जान पाए राम्रो हुन्थ्यो। यहाँ मैले कस्तो देखेँ भन्दा म लगातार अहिले 3 दिन भयो आएको, कुनै संस्थाहरू आइदिने अनि त्यसपछि भोलिपल्ट त नआइदिने। किनकि पहिला एक ठाउँको चाहिँ राम्रोसँग उद्धार गर्न पाए भने सबै संस्था भयो व्यक्तिगतहरूलाई मेरो एकदमदेखि आग्रह छ कि यति बेला हामी एकजुट हुने हो, फुट्ने होइन। सङ्घ संस्था अनि एउटा व्यक्ति फिल्डर अनि डग लभरहरू चाहिँ सबै अहिले एकजुट भएर एउटा मिटिङ गरेर एउटा सहकार्य पहिला चाहिँ हामी थापाथलीको चाहिँ जनावरलाई चाहिँ व्यवस्थापन गरेपछि फेरि हामी अर्को ठाउँमा जाउँ न। अब यहाँ पनि लथालिङ्ग छ, तपाईँको उता अर्को ठाउँमा पनि त्यस्तै लथालिङ्ग छ। त्योभन्दा पहिला एक ठाउँको राम्रोसँग उद्धार गरौँ, त्यसपछि फेरि अर्को ठाउँमा उद्धार गरौँ भन्ने मेरो चाहिँ धारणा हो। यसपालि चाहिँ के देखेँ मैले भन्दाखेरि 3 दिनकोमा चाहिँ संस्था भन्दा नि व्यक्तिले धेरै गरेको देखेँ मैले। जस्तो हामीहरू व्यक्तिगत तर्फबाट आफ्नै पैसा खर्च गरी हामी लगातार 3 दिन खाना खुवाइरहेछ। अब आज कुनै पनि संस्था देखिएन क्या यो ठाउँमा चाहिँ, तर हामी चाहिँ निरन्तर 3 दिन भोलि पनि प्रयास जारी हुँदैछ। मेरो धारणा के भन्दाखेरि पहिला एक ठाउँको चाहिँ व्यवस्थापन गरौँ, त्यसपछि फेरि अर्को ठाउँ गर्दा फेरि हामी सङ्घ संस्था व्यक्तिगत यति बेला चाहिँ कुनै पनि रिसराग नराखिकन सबै एकजुट भई हैन सबै सहकार्य गरी अनि अगाडि जान पाए चाहिँ राम्रो हुन्थ्यो भन्ने मेरो व्यक्तिगत धारणा। यो कुराहरू सरकारसम्म पुगोस्, सरकारको पनि अलिकति ध्यान आकर्षण जाओस्। किनकि मान्छे मात्रमा गयो तर यो पशु पन्छी डगहरूमा चाहिँ कसैको ध्यानै गएन अहिलेसम्म। यहाँ कुनै सरकार पक्षबाट चाहिँ यस्तो गरौँ है भनेर सहकार्यमा चाहिँ मैले देखिनँ। किनकि अहिले हामी नै आएको व्यक्तिगत आफ्नो अब अलिकति डग लभर फिल्डर लभरहरू मात्रै यो ठाउँमा देखेँ मैले। सरकारको तहबाट नि केही निरीक्षण गरेर कुन संस्थाले चाहिँ कति गर्यो त, कसले कतिको चाहिँ त्यो ठाउँमा चाहिँ दियो त योगदान भनेर सरकारको तहबाट छानबिन होस्। यो चाहिँ गर्नेलाई चाहिँ ठिक छ, सरकारले चाहिँ हेरोस्। अब यहाँ के भयो भन्दाखेरि अरू आउने अनि तपाईँको ट्याक्कै भिडियो सिडियो बनाउने भ्युज कमाउने टाप भागिहाल्ने। यहाँ अस्ति पनि देखेँ मैले, जुन लानु पनि कुकुर कुनै पनि संस्थाले चाहिँ नलगेको देखेँ। यो हामीले व्यक्तिगत लयौँ कि व्यक्तिगत लगेर अब हाम्रो सेन्टर पनि छैन हैन। सेन्टरमा अरूमालाई हामीले गुहार्नुपर्छ ल है भनेर उनीहरूलाई मन परे राखिदिन्छ, मन नपरे चाहिँ राखिदिन्छ। राम्रो त राम्रो भइहाल्यो, तर नराम्रो अशक्त जो खानै सक्दैन, जो हिँड्नै सक्दैन, जो यहाँको सुकुम्बासीमा बस्ने व्यक्तिले चाहिँ जो लान सक्दैन उहाँहरूलाई पनि समस्या छ। अब उहाँहरू रुममा बस्ने हो, रुममा चाहिँ डग भयो हामी रुम दिन्न भन्छ अरे घरबेटीहरूले। अब 5,000 को चाहिँ 10,000 भाडा भन्छ अरे। उहाँलाई पनि समस्या, चाहेर पनि उहाँले डगलाई लान सक्नु भएन के। अब त्यस्तो डगलाई चाहिँ बरु हामी केही महिनाको लागि राखौँ अनि उहाँको व्यवस्थापन भएपछि फेरि ल्याएर दिउँ न हामीहरू। यो त हामी सबै संस्था डग लभर अनि तपाईँको फिल्डरदेखि सबैले मिलेर चाहिँ यो चाहिँ हामी सदुपयोग गरिदिउँ भन्ने कुरा मेरो पर्सनल हो। तर यसमा चाहिँ सरकारको ध्यान चाहिँ किन जानु पर्यो भन्दा कसले कतिको दियो त, यो अहिले यो दुःखद यो परिस्थितिमा चाहिँ कुन संस्थाले कतिको इफेक्ट गर्यो त त्यहाँ हो, त्यो चाहिँ माथिको निकायबाट नै छानबिन होस्। यो कुरामा चाहिँ हामी गम्भीर छौँ। कतिपय मैले के देखेँ भन्दाखेरि आउने ट्याक्कै भ्युज बनाउने, राम्रो डग भए हाल्ने, टक्क लिएर जाने ल है भन्यो हैन। अनि त्यहाँ जो व्यक्तिगत जसले गर्छ नि त्यो चाहिँ यहाँ ऊ भयो कि अलिकति भनौँ न, उसलाई चाहिँ अलिकति मन दुख्यो नि त गर्ने चाहिँ। हजुर ओझेलमा पऱ्यो उहाँहरू। जस्तो हामी त लगातार 3 दिन भयो, जुन दिन यो घटना घट्यो त्यहाँदेखि लगातार बिहान बेलुका अब हाम्रो चाहिँ सेन्टर नभए पनि हाम्रो संस्थाको चाहिँ हामी अरू सेन्टरमा लगेर पनि रिक्वेस्ट गरेर पनि राखिदिरहेछौँ क्या हामीले चाहिँ। त्यही भएर यो चाहिँ विशेष मेरो चाहिँ आग्रह चाहिँ जुन संस्थाले राम्रो गर्छ त्यो चाहिँ यति बेला चाहिँ सबै जुट्ने अवस्था हो। सबै सङ्घ संस्थाहरू जुटेर अनि सरकारको नेतृत्व पनि जुटेर महानगरपालिका पनि बसेर सल्लाह गरेर कसरी निकास दिन सकिन्छ त्यो तर्फतिर हामीहरू जान पाए अझै योभन्दा उत्तम राम्रो व्यवस्थापन हुन्थ्यो। हस् त, धन्यवाद।